हेलो सबैजनालाई नमस्कार। म छु दिवस तामाङ र आजको भिडियोमा चाहिँ मैले केआइआइपीमा साविथुङ्गा फुरेकोरेम अन्तर्गतको केआइआइपीको साजन फेङ्गा जुन लेभल टेस्ट भनेर भन्छौँ हामीले, त्यो लेभल टेस्टको इक्जामको फर्मको डेटहरू चाहिँ कहिलेसम्म छ अनि त्यो पिबिटी सिबिटी कता कता खुलेको छ भनेर कसरी हेर्ने भनेर जानकारी दिन जाँदैछु। त्यसको लागि हामी पहिला सुरु एउटा ब्राउजरमा जानुपर्ने हुन्छ। हामी गुगल ब्राउजरमा आइसकेका छौँ र यसमा गइसकेपछि हामीले केआइआइपी भनेर सर्च गर्नुपर्ने हुन्छ र केआइआइपी भनेर सर्च गरिसकेपछि हाम्रो सुरुमै हाङगुक इमिन छेदान भनेर आउँछ। त्यसमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ र यसमा थात्की गरिसक्नु भएपछि यसरी खुल्न सक्छ है। यो चाहिँ बाइ द वे यसमा लगइन नगरे तापनि तपाईँहरूले आफ्नो साजन फ्याङ्गा अथवा छोङ्गा फ्याङ्गा छुङ्गान फ्याङ्गा विभिन्न लेभल टेस्टहरूको चाहिँ इक्जामको सेड्युलहरू हेर्न सक्नुहुनेछ, जसमा यहाँ इन्टरफेसमा देखाइएको अनुसार साजन फ्याङ्गाको चाहिँ अहिले पिबिटीमा 2 महिना 24 देखि 2 महिना 28 तारिकसम्म सिनसँग गर्ने डेट खुलेको रहेछ भने 3 महिना 14 गते चाहिँ इक्जाम हुने तरिकाले पिबिटीमा इक्जामको फर्म खुलेको रहेछ। त्यसै गरी छोङ्गा फ्याङ्गाको इक्जामको पनि 2 महिना 10 देखि 2 महिना 14 तारिकसम्म सिनसँग डेट रहेको थियो भने 2 महिना 28 तारिकमा इक्जाम हुने गरेर निर्धारण गरिएको थियो रहेछ। त्यसै गरेर यसमा चाहिँ हामीले पिबिटी हेर्न सक्यौँ भने अब सिबिटीको लागि यतापट्टि क्लिक गर्नुपर्ने हुन्छ र सिबिटीमा क्लिक गरिसक्नु भएपछि यसमा देख्न सक्नुहुन्छ सुरुमा साजन फ्याङ्गा सिबिटी टेस्ट भनेर 2 महिना 12 देखि 2 महिना 18 सम्म सिन्चा गर्न सकिने गरेर खुलेको रहेछ, जसको इक्जाम चाहिँ 2 महिना 23 गते रहेछ है। त्यसै गरेर दोस्रोमा साजन फ्याङ्गा सिबिटी, त्यसै साजन फ्याङ्गा सिबिटी, त्यसै गरेर त्यसपछि छोङ्गा फ्याङ्गा खिया सिबिटी अनि त्यसै गरी लगातार यसरी सबै कुराहरू हेर्न सक्नुहुनेछ। म्याक्स यो सिबिटीको सेड्युल रहेको छ यो चाहिँ। त्यसै गरेर सिबिटीको चाहिँ साजन फ्याङ्गा लेभल टेस्टको चाहिँ सिनसँग गर्ने डेट खुलेर पनि बन्द भइसकेको रहेछ। सो अब चाहिँ लास्ट अप्सन भनेको पिबिटी मात्रै रहेको छ यसपालिको लागि चाहिँ। पिबिटीको चाहिँ भोलि पर्सिबाट 28 तारिकसम्म चाहिँ सिनसँग गर्ने डेट रहेको छ भने इक्जाम रहेको छ 3 महिना 14 तारिकमा है। यति कुराहरू चाहिँ यो डिटेल्सहरू चाहिँ तपाईँहरूले यो केआइआइपीको होम पेजमा गएर यसमा लगइन नगरे तापनि तपाईँहरूले बाहिरबाट हेर्न सक्नुहुनेछ। आई होप कि तपाईँहरूले यो पिबिटी अनि साजन फेङ्गा लेभल टेस्टको चाहिँ इक्जामको डेटहरू कसरी हेर्ने भनेर थाहा पाउनु भयो होला। यदि फर्दर मोर इन्फर्मेसनहरू चाहियो अथवा केही नबुझेको कुराहरू भयो भने तपाईँहरूले मलाई भन्न सक्नुहुनेछ अथवा कमेन्ट गर्न सक्नुहुनेछ। हस् त अर्को भिडियोमा हामी साजन फ्याङ्गा सोसियल नेटभित्र गएर कसरी त्यहाँभित्रको डिटेल्सहरू हेर्ने के कुराहरू हेर्ने भनेर विस्तृत भिडियोहरू लिएर आउनेछु। त्यो दिनजेलसम्मको लागि बिदा दिनुहोस् दिवसलाई। थ्याङ्क यू एन्ड टेक केयर।